घमण्ड, गर्व, हामीमा गर्व गर्न योग्य के कुरा छ अथवा तपाईले गर्व गर्न योग्य कुरा तपाईको जीवनमा के छ? जब हामी पौलले कोरिन्थीलाई लेखेको पत्र हेर्छौं, पहिलो कोरिन्थी 1:31 मा पौलले यसरी लेखेका छन्, यसैले लेखिएको छ, गर्व गर्नेले परम प्रभुमा नै गर्व गरोस्। आजको संसारमा मानिसहरू आफ्ना सम्पत्ति, शिक्षा, रूप र उपलब्धिमा गर्व गर्छन्, घमण्ड गर्छन्। तर बाइबलले हामीलाई फरक दृष्टिकोणबाट यो घमण्ड अनि गर्वको कुरा सिकाउँछ। विशेष गरेर हामीले फेर्ने श्वास पनि परमेश्वरको वरदान हो, यो उहाँबाट आएको हो। साँचो नम्रता तब सुरु हुन्छ जब हामी बुझ्छौं कि परमेश्वर बिना हामी केही पनि होइनौं। अनि यो कुरा बुझ्नको लागि मैले उत्पत्ति 2:7 लाई हेर्दै थिएँ अनि त्यहाँ यसरी लेखिएको छ, तब परम प्रभुले परमेश्वरले भूमिको माटोबाट मानिसलाई बनाउनु भयो र तिनको नाकमा जीवनको श्वास फुकिदिनु भयो र मानिस जीवित प्राणी भए। अनि यहाँ विशेष गरेर जब हामी यो पदलाई हेर्छौं, मानव एउटा मानिस चाहिँ धुलोबाट बनेको थियो, निर्जीव, शक्तिहीन थियो जब वो फर्म गरिएको थियो। जबसम्म परमेश्वरले आफ्नो श्वास फुकिदिनु भएन मानिसको जीवनमा, मानिस त्यति बेलासम्म जीवित थिएन। अनि त्यो परमेश्वरको श्वासले नै मानिसलाई चाहिँ के बनाएको छ? जीवित बनाएको छ। नत्र भने त्योभन्दा अगाडिसम्म मानिसको एउटा बडी चाहिँ धुलोबाट बनाइएको भए तापनि त्यसमा चाहिँ के थिएन? जीवन थिएन। जब परमेश्वरले त्यो श्वास मानिसको जीवनमा फुकिदिनु भयो, तब मात्र मानिसको चाहिँ अस्तित्व भयो, वो जीवित प्राणी भयो। आज हामीले लिने प्रत्येक श्वास पनि आज परमेश्वरको उपहार हो। तपाईले अहिले फेरिरहनु भएको श्वास पनि परमेश्वरको उपहार हो। यदि कसैले केही सेकेन्डका लागि हाम्रो श्वास रोकिदियो भने हाम्रो जीवन समाप्त हुन्छ। हाम्रो जीवन समाप्त भइसकेपछि अथवा कसैले हाम्रो घाँटी अठ्याइदियो केही समयलाई भने हाम्रो जीवनको अन्त्य हुन सक्छ। अनि हामी उठेर फर्केर त्यो व्यक्तिलाई भन्न पनि सक्दैनौ कि तिमीले मेरो घाँटी चाहिँ किन समात्यौ भनेर। हामीसँग शक्ति नै छैन, हामीसँग केही कुरा नै छैन। यसले के देखाउँछ कि हाम्रो जीवन चाहिँ के छ भन्दाखेरि कमजोर छ। हामी चाहिँ कसैमा निर्भर हुनुपर्छ र पूर्ण रूपमा चाहिँ हाम्रो जीवन चाहिँ विशेष गरेर परमेश्वरको दयामा चाहिँ टिकेको छ। किनभने यो चाहिँ परमेश्वरको श्वासद्वारा चाहिँ के गरेको छ त? चलिरहेको छ। पौलले 1 कोरिन्थी 4:7 मा पनि यसरी भन्छन्, किनभने अरु भन्दा तिमीहरू कुन कुरामा फरक छौ? तिमीहरूसित के छ जो तिमीहरूले पाएका होइनौ? अनि तिमीहरूले त्यो पाएका छौ भने त्यो चाहिँ वरदान होइन जस्तै गरी किन तिमीहरू घमण्डले फुल्दछौ? हामीसँग जे छ, बुद्धि, सफलता, सिप वा प्रत्येक बिहान उठ्न सक्ने शक्ति सबै परमेश्वरबाट हामीले पाएका हौं। त्यो भएको कारणले जब हामीमा घमण्ड आउँछ, आफैमा घमण्ड आउँछौं, हाम्रो घमण्डले आज हामीलाई कतिपल्ट सृष्टिकर्ता हामीलाई जीवन दिनुहुने परमेश्वरलाई हामीले बिर्सन्छौं। तर नम्रताले चाहिँ परमेश्वरलाई चाहिँ सम्झाउनलाई सहायता गर्छ। त्यसोभए हामी केमा गर्व गर्ने? हाम्रो गर्व गर्ने ठाउँ कहाँ छ? हाम्रो उपलब्धिमा गर्व गर्ने हो, हाम्रो पृष्ठभूमिमा गर्व गर्ने हो, वा हाम्रो धार्मिकतामा, आफ्नै धार्मिकतामा गर्व गर्ने हो? कदापि होइन। किनभने परमेश्वरमा नै हामी बाँच्छौं, हिँड्छौं र अस्तित्वमा आउँछौं। परमेश्वरमा नै हाम्रो अस्तित्व छ। पौलले फेरि पनि भन्छन्, यसैले लेखिएको छ, गर्व गर्नेले चाहिँ परम प्रभुमा नै गर्व गरोस्। यिर्मया 9:23-24 सम्म जब हामीले हेर्छौं, परम प्रभु यसो भन्नुहुन्छ, बुद्धिमान मानिसले आफ्नो बुद्धिमा घमण्ड नगरोस्, अथवा बलियो मानिसले आफ्नो बलमा घमण्ड नगरोस्, अथवा धनी मानिसले आफ्नो धनमा घमण्ड नगरोस्। तर जसले घमण्ड गर्छ त्यसले यस विषयमा घमण्ड गरोस्, म परमेश्वरलाई जान्दछु र चिन्दछु र उहाँ
त्यही परमप्रभु हुनुहुन्छ जसले पृथ्वीमा दया, न्याय र धार्मिकताको व्यवहार गर्नुहुन्छ, किनभने यिनैमा म प्रसन्न छु, परमप्रभु भन्नुहुन्छ। प्रियहरू, हामी आफ्नै बलमा होइन तर परमेश्वरको अनुग्रह, दया र विश्वास योग्यतामा हामीले घमण्ड गर्नुपर्छ, गर्व गर्नुपर्छ। उहाँलाई हामीले चिनेको छौँ, परमेश्वरलाई चिन्नुमा हाम्रो घमण्ड हुनुपर्छ। अनि उहाँ नै साँचो परमेश्वर हुनुहुन्छ। उहाँ नै हुनुहुन्छ जसले हामीमा जीवनको श्वास फुकिदिनु भयो अनि हाम्रो आत्मालाई, हाम्रो जीवनलाई चाहिँ उहाँले नै उद्देश्य दिनुभयो। अनि पुरानो करारमा अय्युबले पनि यो कुरा भन्छन्, किनभने परमेश्वरका आत्माले मलाई सृष्टि गर्नुभयो, सृजना गर्नुभयो र सर्वशक्तिमानको श्वासले मलाई जीवन दिन्छ। त्यसैले हामी गर्व, घमण्ड हामी आफैमा होइन तर परमेश्वरमा चाहिँ तपाईँले मैले घमण्ड गर्नुपर्छ। परमेश्वरमा चाहिँ तपाईँको मेरो घमण्ड हुनुपर्छ, किनकि हरेक पल परमेश्वरको उपहार हो। हाम्रो जीवनको हरेक पल चाहिँ परमेश्वरको उपहार हो र अहिले तपाईँको मुटुको धड्कन, त्यो धड्कन पनि उहाँको अनुग्रहको सम्झना हो। त्यो कारणले आज तपाईँले र मैले चाहिँ यदि हामी गर्व गर्छौँ, यदि घमण्ड गर्छौँ भने चाहिँ तपाईँले र मैले परमप्रभुमा चाहिँ घमण्ड गर्नु पर्यो। तपाईँले र मैले चाहिँ परमप्रभुलाई चिनेको कारण हामी घमण्ड गर्नु पर्यो। म चिन्छु परमेश्वरलाई भनेर घमण्ड गर्नुपर्छ। अनि यो कुरा चाहिँ आज तपाईँको र मेरो जीवनमा, हामी क्रिस्चियन जीवनमा चाहिँ जीवनभरि नै हामीले यसलाई प्रयोगमा ल्याउनुपर्छ कि परमेश्वर बिना हाम्रो अस्तित्व छैन। किनभने हामीले अहिले फेरिरहेको श्वास पनि यो परमेश्वरकै देन हो। यदि यो परमेश्वरको देन हो भने हाम्रो सम्पूर्ण जीवनै परमेश्वरको देन हो। यदि यो श्वास छैन भने हाम्रो जीवनको कुनै पनि अस्तित्व हुँदैन। त्यही भएर आज तपाईँ अनि मलाई वचनले यही उत्साह दिन्छ कि आज तपाईँ र म चाहिँ परमेश्वरको अनुग्रहमा मात्र बाँच्न सक्छौँ र हामीले चाहिँ घमण्ड, गर्व चाहिँ परमेश्वरमा गर्नुपर्छ। आमेन।